त यो त दिमाग नभएको टेम्पो भन्नु कि के भन्नु है 92 87 नम्बरको रहेछ कि अलिकति साइडमा रोकेर होइन साइडमा गर भने त हुन्छ नि त अलिक दिमागै छैन क्या टेम्पोवालाहरूको दिमागै नभएको अलिक साइडमा रोकेपछि होइन पेसेन्जर चढाउँदा त हुन्छ नि त किनभने उसले सोधिराखेको छ पछाडिबाट त लाने कुरा आउँदैन नि त होइन अनि त्यो भएर अलिकति टेम्पो सफारी मात्रै होइन क्या टेम्पोवाल पनि अलिकति अबुझै छ क्या किन कति कुराहरू फलो गर्दैन क्या होइन अनि बिचमा रोक्दियो है सक्यो मान्छे सोध्यो पछाडिलाई पनि कति इफेक्ट पर्छ होइन कति जाम हुन्छ भन्ने त्यो कुराहरू बुझ्दैन क्या सवारी चालक भएपछि चाहिँ हरेक कुराको ख्याल राख्नुपर्छ है अनि त्यही हो भन्नु चाहन्छु किनभने ममा पनि त्यस्तो गल्ती हुनसक्छ होइन हुनु सक्दैन भन्नु चाहदिनँ होइन हुनसक्छ होइन तर पनि सबैले बुझ्ने कुरा हो त्यो चाहिँ है भन्न चाहन्छु सबै चालकहरूलाई या सवारी चालक होस् या टेम्पो चालक या बाइक चालक या ठुलो गाडी होइन तपाईँको हरेकले चाहिँ त्यो कुराहरू चाहिँ होइन बुझ्ने कुरा हो है त्यही भन्न चाहन्छु फलो गर्नु पऱ्यो है ट्राफिक रुल्सहरू होइन सबै कुरा फलो गरेपछि होइन राम्रो हुन्छ त्यही हो एक्सिडेन्ट हुँदैन